कि अब धेरै यस्तो व्यवस्थाहरू राख्नु हुँदैन र एउटा आन्दोलन भनौँ, आन्दोलनबाट शान्तिपूर्ण तरिकाले आन्दोलन गर्न दिएछ भन्दाखेरि दिनु हामीलाई शान्तिपूर्ण तरिकाले नै जानुपर्दछ। तर शान्तिपूर्ण तरिकाले दिएर भन्दाखेरि विद्रोह नै हाम्रो बाटो। अब विद्रोह नगरिकन यी जो चाहिँ देखावा कम्युनिस्टहरूले जसरी आफ्नो बागडोर मारेका छन् त्यसबाट नेपाली जनतालाई बचाउन सकिँदैन। त्यस कारणले हामीले विचार गर्नुपर्ने कुरा के हो भन्दाखेरि यो जुन चाहिँ देखावा कम्युनिस्टहरूको जुन चलन छ त्यसबाट हामीले उहाँहरूलाई त्याग्नु नै बेस छ। र म भन्छु भ्रष्टाचारले गर्दाखेरि नेपाल एकदम दुःखद के भन्ने स्थितिमा छ। विकासको कुनै बाटो छैन र जसरी विकास हुनुपर्थ्यो त्यो बाटो नअप्नाएपछि जसरी के भन्दाखेरि अहिले समय रूपान्तरित भएर केही विकासहरू देखिनु एउटा कुरा हो। तर कम्युनिस्ट पार्टीको राज्य व्यवस्था अन्तर्गत कम्युनिस्ट त्यसमा पनि के भन्दाखेरि नेपालका कम्युनिस्टहरूले जुन एउटा आफ्नो योग्यता प्रदर्शन गर्नुपर्ने थियो त्यो नगरिकन उहाँहरू आफै धन कमाउनुपट्टि लाग्नु भएकोमा साह्रै नै दुःखी छु। मलाई दुःख लागेको छ र म तपाईँहरूलाई पनि यस्तो काम चाहिने कृपया नगरिदिनुहोस्। त्यसले गर्दा कम्युनिस्ट पार्टीको बेइज्जती होस् भनेर भन्न चाहन्छु। अब रह्यो यो विद्रोह नगरिकन यदि आउन सकेन हामीले चिताएको कुरा, हामीले समाजवाद ल्याउने, साम्यवाद ल्याउने जुन चाहिँ एउटा परिकल्पना गरेको छौँ जस्तो लाग्छ। अब त्यो पनि के भन्दाखेरि पुग्नको निम्ति अब त धेरै नै पापड बेच्नुपर्छ। त्यस कारणले तपाईँहरूले एउटा राम्रो किसिमले अहिलेको शासन व्यवस्थालाई उपयोग गर्ने चाहिँ गर्नु पर्यो, भ्रष्टाचारको अन्त गर्नु पर्यो र सबै किसिमले चाहिँ मजदुर किसानहरूको हित हुने काम गर्नु पर्यो। अब यो कम्युनिस्ट पार्टी भन्दाखेरिको एउटा आलोचक म पनि हुँ र मलाई पनि के लाग्छ भन्दाखेरि चाहिँ अब यो कम्युनिस्ट पार्टी 5 जनाले एनाउन्समेन्ट गर्नुभन्दा के भन्दाखेरि चाहिँ यसलाई केही काज पर्खेर के भन्दाखेरि चाहिँ जसरी उहाँहरू यो देशको एउटा परिवर्तनको निम्ति हिँड्नु भएको थियो र कोसिस गर्दै हुनुहुन्थ्यो भन्दाखेरि त्यति हतारो गरेर अरूलाई केही पनि सूचना दिइकन कम्युनिस्ट पार्टी एनाउन्समेन्ट गर्नुपर्ने एउटा मलाई चाहिँ केही कम्युनिस्टीय विचारले प्रेरित भएको जस्तो लागेको छ। अब रह्यो सवाल अब बिति गयो कि इतिहासका कुरा भयो। अब हामीहरूले अब कम्युनिस्ट पार्टी बनाएर लिएर जानु परेको छ र मुख्य कुरा हरिगोठालाहरूको अनि के अरे भन्दाखेरि मजदुर किसानहरूको के अरे भन्दाखेरि पार्टी बनाउन सक्यौँ भन्दाखेरि सरवारा वर्गको नेतृत्वमा हरिगोठालाहरूको पार्टी नबनिकन हरिगोठालाहरू सरवारा वर्गको
हित हुँदैन। जत्तिकै भए पनि हामी तपाईँ भनेको पेटी बुर्जुवा हो र पेटी बुर्जुवा चलाक हुन्छ र उसले अरू सर्वहारा वर्ग र निम्न वेतनहरूलाई ठग्छ र आफ्नो के अरे भन्दाखेरि चाहिँ व्यवस्था गर्ने जस्तो कि अहिले होडबाजी चलेको छ पैसा कमाउने जुन चाहिँ होडबाजी चलेको छ त्यसबाट म साह्रै नै दुखित छु र मलाई लाग्छ कि अब यसलाई नछोडिन्जेलसम्म फेरि समाजवाद र साम्यवादको कुरा हामीले कोही प्रधानमन्त्री भएर या अरू मन्त्री भएर या पार्टीको नेता भएर बोल्ने मात्रै हो अनि गर्ने चाहिने के भन्दाखेरि पैसा कमाउने। त्यस कारणले यस्तो बानी छोड्नुपर्छ र म उहाँहरू सबैलाई आह्वान गर्न चाहन्छु कि जुन खराबी कुराहरू हाम्रो चाहिँ समाजमा व्यक्तिगत रूपबाट भएको छ त्यसलाई छोड्नुहोस् र आफ्नो जुन कम्युनिस्ट आदर्श त्यसलाई पक्र्नुहोस् र आदर्श कम्युनिस्ट पार्टीले गर्ने शासन व्यवस्थालाई स्थापित गर्नको निम्ति अगाडि बढ्नुहोस् भन्दै म तपाईँहरू सबैलाई बोल्दै यही आह्वान गर्छु। अब आन्दोलन गर्नुपर्छ भने पनि आन्दोलन गर्न तयार हुनु।